के तपाईँले कहिले सोच्नु भएको छ मबाट केही हुँदैन, अरू सबै मभन्दा अगाडि पुगिसके, सायद म सफल हुन सक्दिनँ? यदि हो भने एउटा कुरा सम्झनुहोस्, हरेक सफल व्यक्ति कुनै न कुनै दिन तपाईँ जस्तै सामान्य विद्यार्थी नै थियो। फरक यति मात्र हो, उनीहरूले हार मानेनन्। विद्यार्थी जीवन तपाईँको भविष्य निर्माण गर्ने सबैभन्दा महत्त्वपूर्ण समय हो। आज तपाईँले गरेको सानो मेहनतले भोलि ठूलो सफलता दिलाउन सक्छ। तर यदि आजको समय मोबाइल, आलस्य र बहानामा बिताउनु भयो भने भोलि पछुताउनु पर्ने हुन सक्छ। असफलतासँग कहिले नडराउनुहोस्। परीक्षा बिग्रिन सक्छ, नतिजा सोचे जस्तो नआउन सक्छ, तर त्यसले तपाईँको सपना समाप्त गर्दैन। असफलता अन्त्य होइन, अझ राम्रो बन्ने अवसर हो। आज एउटा निर्णय लिनुहोस्, हरेक दिन केही नयाँ सिक्ने, आफ्नो समयको सम्मान गर्ने र आफ्नो लक्ष्यबाट कहिल्यै पछि नहट्ने। याद राख्नुहोस्, सफलता एकै रातमा आउँदैन। यो हरेक दिनको सानो प्रयास, अनुशासन र धैर्यको परिणाम हो। त्यसैले आजैबाट सुरु गर्नुहोस्, किताब खोल्नुहोस्, मेहनत गर्नुहोस् र तबसम्म नरोक्नुहोस् जबसम्म तपाईँ आफ्नो सपनालाई वास्तविकतामा बदल्नुहुन्न, किनकि तपाईँको भविष्य आजको निर्णयले लेखिन्छ, भोलिको बहानाले होइन। धन्यवाद।